हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। आज नयाँ वर्ष 2082 सालको सबैलाई हार्दिक मङ्गलमय शुभकामना। सबैजना स्वस्थ रहनु, सबैजना इन्जोय गर्दै हुनुहुन्छ होला। म पनि इन्जोय गर्नको लागि जानलाई रेडी भएर हामी आमा छोरी चाहिँ जान लागेको न्यू इयर मनाउनु। कहाँ जान लागेको छोरी भन्नुहोस् त? हामी न्यू इयर मनाउनु कहाँ जाने? अल्ट्रासाले भन्नुहोस् न। ए अनि अब त नयाँ वर्ष अनि अब चाहिँ म रेडी भइसक्यो घरमा। अब चाहिँ हामी यहाँबाट नयाँ बजार जान्छौँ दिदीकोमा। चाहिँ हामी लाँदैनौँ होइन, हामी आमा छोरी मात्र जान्छौँ। बाबालाई चाहिँ हामी खासै लिएर जाने बानी छैन। अनि अब हामी यहाँबाट अहिले जान्छौँ नयाँ बजार। नयाँ बजार गएपछि अब के गर्छौँ मेरो भ्लगलाई अन्तिमसम्म हेरिदिनु होला। अहिले चाहिँ हामी दिदीको घर आएर पनि आज न्यु इयरको दिन के घरमा खानु भनेर हामी चाहिँ बाहिर खान जाँदैछौँ है गाइस। हेलो गाइस, खुसी हेलो। This is my mother because she's so fat because she looks like a monkey. So fat, just like a stinky pig because you poop in your face because you poop in your own face. This Sir, वो बात ऐसी है. Speak in English. This English coaching, not a local language. Actually, talk was that Sarji ki discussion. Hold stop. ये फतौरी बुढी करा गर्छन्, यो फत 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 गर्छन् नि फतौरी। Just like you. when you're swimming, जाँदैछौँ just like a monkey face बाटोमा in your head. हिँड्दैछु। यो चाहिँ ठ्याक्कै धारा गल्ली चोक होइन। यता चाहिँ बालाजु जाने, यता चाहिँ नयाँ बजार सोह्रखुट्टे जाने। यो चोकलाई चाहिँ धारा गल्ली भन्छ। अनि हामी चाहिँ यतै A1मा हामी खाना खान आछौँ भाँडाभुरी बोकेर गाइस। जानुहोस् भित्र हिँड्नुहोस्। यहाँ खाना खाना आउँदैछ। मैले चाहिँ यो चाहिँ उहाँ चाहिँ मेरो दिदी, उहाँ चाहिँ मेरो जेठी छोरी। हेलो भन। हेलो। यिनी चाहिँ मेरो कान्छी छोरी। अहिले चाहिँ अब हामी खाना हेर्छौँ, अर्डर गर्छौँ के खान्छौँ। तिमीहरू यहाँ चाहिँ खासमा के गर्न आएको भनिदिनुहोस् त ल। के को उपलक्ष्यमा? न्यु इयरको उपलक्ष्यमा भन न। नयाँ वर्षको के भन्नु? ओला 2082 हामी खाना हो या एवास क्याफेमा। सबैले ह्याप्पी न्यु इयर भन न। ह्याप्पी न्यु इयर सबैजना। तपाईँ पनि भन्नु दुई शब्द। ह्याप्पी न्यु इयर 2082। सबैलाई नयाँ वर्ष उल्लासमय रूपले मनाउनुहोस्। थ्याङ्क यू। अहिले चाहिँ हामी यहाँ खाना खानलाई A1 क्याफेमा आएको छौँ। यहाँ दुईजना आउँदै हुनुहुन्छ, कुरेर बसेछौँ हामी। हेलो गर्नु तपाईँहरू। हेलो। खाना आयो, खाना गाइस, खाना आयो। ल के खस्यो, कसको चार्जर खस्यो। आउने रहेछ कि है। खुसी तिमी अब चाहिँ खाना आयो। अच्छा मासु, छुट्टै चाहियो। दाल चाहिँदैन, नभए प्लेट ल्याउने। तरकारी चाहिँदैन, मैसँग खान्छ। दही, अचार, यो काँक्राको अचार, यो साग, यो माम, सलाद। ल ह्याप्पी न्यु इयर। दाल हालेर अनि सबै यसरी खानु खाएन गाइस। हावै गाइस। माम हो। खाना कस्तो भयो गाइस? मिठो रहेछ खाना। सुरु नै गरेर मैले त मलाई खाएँ है गाइस।
पापड खाने म पापड खाने माग्नु भन्न आउनु Hey, mommy, look at my hand. Yeah, guys. यता हेर्नुहोस् गाइज फाइनली हामी खानासाना खाएर अब हिँडेको Please, I want you, mommy. के गरेको तिमी चाहिँ Mama. ल अब हामी खाना खायौँ अब हिँड्छ Mommy, are you here? Don't you? ढल्छौ तिमी ढल्छौ अब अहिले चाहिँ हामी खानासाना खाएर यो 22 धारा आएको होइन 22 धारामा त लाइन बस यति धेरै लाइन छ ल लाइन छ अनि हामी चाहिँ बसिरहेको छौँ भित्र जान नसकेर त्यही बाहिरबाट हेरेर बसिरहेको कस्तो लाइन छ 22 धारा हामी भित्र जान सक्छौँ कि सक्दैनौँ थाहा छैन ल हामी फाइनली भित्र आयौँ मान्छेको एकदम भिडभाड छ त्यो पार्कमा मान्छे मात्रै हुन्छ भनेकै मान्छे हेर्न आएको नि त अब मान्छे हेर्ने घुम्न खाउने हुन्न त्यो बालाजी चाहिँ नजानु भने हो हिजै पब्लिक मान्छे मात्रै हुन्छ नि हेर्ने खाउने केही हुन्न नि भनेर कि अब आए पनि अनि हुन्छ नि 22 धारा आएको यस्तो प्याक छ मान्छे कति हो यो राम 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 ल यति धेरै मान्छे छ है अनि म चाहिँ यति भएर आएछु आज 22 धारा घुम्यो एकदम प्याक मान्छेको त पुरै नगरौँ यता हेर न यता एकदम धेरै प्याक भएर अब चाहिँ हामी फर्किन लागेको मान्छे बसिन सक्नु छ तारा घुमेर र खासै घुमेर के घुम्नु यस्तो प्याक होइन अलिअलि फोटोसोटो भिडियो खिचेर अनि हामी चाहिँ अब फर्किँदैछौँ बाहिर अहिले चाहिँ हामी 22 तारा घुमेर फर्क्यौँ घुम्नु त खासै के घुम्नु प्याक रहेछ एकदम धेरै प्याक अनि हामी चाहिँ फर्किहाल्यौँ चाहिँ एकदम प्याक छ अब हामी फर्किन्छौँ यस्तो प्याक छ कि
रेनो गरौँ मान्छे कति हो त आज नयाँ वर्ष सबै ठाउँ प्याकै होला यो चाहिँ बाहिरको लाइन होइन कस्तो लाइन छ है लाइन कस्तो छ हालत 22 धाराको हालत चाहिँ यस्तो छ आज यस्तो छ लाइन यतासम्म लाइन लाइन पानी पर्यो अब कसरी जाने होला हो यतिको पानी पो आयो त हौ पानी पर्यो अब पानीमा भित्रै जाने होला छाता पनि ल्याएन यस्तो भिड 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 पानी पर्यो गाई नयाँ वर्षको दिन पनि पानी परेर के भएको यस्तो रमाइलो पनि गर्न दिँदैन यार यो मौसमले के गरेको यस्तो पानी परेर पानीमा भिज्दै छन् यसरी लनक लनक हिँड्दै यस्तो पानी पर्यो कि छिटो 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 गाई पानी ठुलो आइसक्यो छिटो कुदौँ छिटो कुदौँ 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 डेन्जर पानी पर्यो हो अब छाता पनि बोकेको छैन अब भित्रै जाने हो फेरि अब गाडीमा जाऊँ भने नजिकै हो के गाडी चढ्नु भनेर हिँडेको त पानी पो ओइरीतिर क्या नयाँ वर्षमा नयाँ एक्सपिरियन्स बटुल्नु पर्छ भन्थ्यो ठ्याक्कै आज पानी आएर पानीमा भिज्दै कुद्नु परेछ यस्तो हालतमा कुद्नु परेछ गाई चाहिँ यसरी टोपी उडाएर भन्ने पिर्छ गए टोपी नि सामान्नु पऱ्यो कुद्नु पनि पऱ्यो यसरी गाह्रो छ हो नयाँ वर्ष मनाउनलाई गाह्रो छ के कसो खुसी गाह्रो छैन त न्यु इयर मनाउनलाई नि कस्तो पानी परिदिन्छ यसरी कुद्नुपर्छ रोडमा यसरी कुद्नुपर्छ गाई चाहिँ यसरी टोपी समातेर कुद पानी परेर यसरी मलाई छोडेर हिँड्ने जिन्दगी चाहिँ भन्ने हो क्या